माथि खोर 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 उताको बाटो बन्द भएर यताको भवाल मान्छे आउने रहेछ हौ यताकोमा। अहिले लाग्यो नि मलाई गाउँमा छिरेको जस्तो सर र त्यो हामी चुनावमा हिँड्छौँ नि, अस्तिको चुनावमा हिँड्यौँ त र्याली लाएर त्यस्तै हो क्या। बहुत मजा आयो हो, त्यति नै जानुपर्छ कि राइडमा केटा बोले है। म अगाडि जाउँ भन्ने हुन्छ, यहाँ धुलो खानुपर्छ नि त। त्यो धुलो खानु मन त कसैले छैन नि त होइन, तर के गर्नु, यस्तै छ बाटो नै। उताको बाटो बन्देको भए यता यस्तो जाम हुँदैन थियो, यस्तो धुलो खानु पर्दैन थियो।